May I come in? वो क्या इतना बड़ा गैंगस्टर था? गैंग लेकर आने वाले होते हैं गैंगस्टर, वो अकेला आता था। मॉन्स्टर। सानो सानो नानी बाबुहरू हामी त हिरो यो हो सिमसार भन्ने थाहा होइन, मलाई पनि थाहा छैन के हो कसो हो। तर यहाँ एकचोटि चाहिँ आएको थिएँ मिस्टर भीमराजसँग। साथीको गर्लफ्रेन्ड त आएन, त्यति बेला साथीले गर्लफ्रेन्ड बोलाएको आउँदै नआएको। लास्टै भाउ खाने गर्लफ्रेन्ड आइछ। अहिले चाहिँ यो हाम्रो श्रीमतीज्यू आउनु भएको छ होइन। माछा ऊ त्यहाँ छ त ऊ। कमल फुल। ल यो उसको नाम के हो? यो के यो कसरी थाहा पाइस् जलकुम्बी भनेर? कसरी थाहा पाइस् जलकुम्बी भनेर? मलाई पनि थाहा छैन। फोटो खिचौँ न। मोबाइल कभर नपाएर हो क्या अनलाइन मगाउने हो। मलाई त यस्तो काँची झुन्डेको वाला। कस्तो काँची झुन्डेको वाला? यस्तोमा झुन्डेको वाला हुन्छ त आज भन्छ के हुन्छ के हुन्छ नि यस्तो यसले के च्याप्छ? हात राख्नु त्यहाँ, हात पनि च्याप्छ। हात राख्यो भने हात पनि च्याप्छ। पिकनिक स्पट हो त यो। यहाँ चाहिँ टक्क पानी फाल्ने आइछ होइन, पानी फाल्ने थाहा हो। हेलो, हाउ आर यु? यो भनेको माछा बाहिर जान नदिनलाई हो कि यो यस्तो गरेको? हो ठुल्ठुलो माछा कहाँ छिर्छ त? ल यहाँ यत्र माछा हुन्छ, यत्र। ल कहिले तराईको माछा देखेको छैन? यहाँ त्यत्रो त निस्किनु पऱ्यो नि। त्यो त सब लुकेर बसेको हुन्छ, कति बेला आएर झ्याप पार्छन् भनेर। अनि सुनसान छ अहिले त। तिनीहरू भर्खर आएको छैन, नभए अस्ति अलि तिनीहरू ऊ के भर्खर ठुल्ठुला मान्छे नै आउँदो रहेछन्। हामी अहिले छिटो आयो। कुन माछा हो त्यो? थाहा छैन मलाई। झिङ्गे माछा हो क्या? दुबाइदिउँ? नै यो वाटर प्रुफ हो त। वाटर प्रुफ हो क्या? धेरै चल्यो हल्ला गऱ्यो भने तैँले छोपेर लिएर जान्छ भनेर डराएको हो क्या? के यत्रो धेरै चलेछ त? त्यो त भोटे आइछ, सिसा भोटे। त्यो त सिसा भोटे हो। झोला झऱ्यो जाम उता जाने उता थियो त। शनिबारको दिन भिड हुने रहेछ क्या? अनि मेन घुम्ने उसको बेला पनि भिड हुन्छ होइन? कति भयो क्यामेरा लिएर हिँड्न थालेको? मेरो त कहाँ पऱ्यो घर? मेरो सुनोल कहाँनिर? विशासय हो? विशासयको सुरज नेउपानेलाई चिन्छौ? यता पुलतिरको। हामी पनि त्यही सुनवलतिरबाट आयो क्या। म त्यही सोमनाथमा पढेको।
बाबामा त्यही सुरज नेपालीहरूसँग पढेको सुरज यो उहरू थियो नि के गुरुङ अरे विपना गुरुङ डेटिङ सुट रहेछ नि त यो त त्यता के छ भाइ खाएन म नि गएको छैन जानु पर्ला गाहन त 4 जना नयाँ केसँग गर्न सक्यो त म नि गएको छैन बोयफ्रेन्ड छ क्या हो क्या तिनीहरूको त्यता बोयफ्रेन्ड छ क्या हो क्या तिनीहरूको त्यता आयो भने बोयफ्रेन्डै हुन्छ अनि त्यतातिर गएपछि भनेको बोयफ्रेन्डकै त हो नि कहाँदेखि आएको बाटोमा देख्नु चटपट बनाएर खाने हो हामीलाई नि खाऊ ल बर्थडे सेलिब्रेट गर्न आएको हो तर यो भएन यो कसले हो यो यस्तो गराउने हुन्छ नि फोटो कहाँ खिचेको राम्रो आउँछ भाइ यहाँ मेन गएको सिंगल पोज फोटो तर राम्रो छ यो पुल यहाँ पनि झन्डा रहेछ रातो र चन्द्र सूर्य जङ्गी निशानी हाम्रो त्यसपछि के हो त्यसपछि के हो रातो र चन्द्र सूर्य पछि के हो तर वाटरप्रुफ त हो होइन 2 मिटरसम्म यसलाई के भन्छ जलकुम्भी त होइन क्या यो त ऊ ठुलो माछा ऊ त्यहाँ गयो भित्र ओके ए राम्रोसँग कसै छस् नि म त डुबेर खट्नु जान्थेँ कमल फुल अलि मिलेन कतै ऊ माछा ऊ सिद्रा ठुल्ठुलो पनि छ क्या माछा मार्न जाम माछा मार्नलाई त मधेसी भएर जन्म लिनुपर्छ आउनु न तँलाई माछा मार्न तरहरू कुन स्कुलदेखि आउनुभयो चिसापानी माउन्ट एभरेस्ट पिकनिक हो सर आज केटाकेटीको
सबै राम्रो छ यहाँको हैन तर यो चाहिँ अलि भएन है म पनि आशिका तामाङको भाइ बन्छु हाम्रो आशिका दिदीले राम्रो अभियान गर्नुभएको थियो हैन सफा गर्नु पर्यो बाँदरले होला है यो त यता के छ त भाइ यता यो जुन बाटो गएको छ नि त्यता के छ जङ्गल मात्रै हो डेटिङ बस्न कतिको आउँछन् यहाँ आउँछन् हामी डेटिङ बस्ने बेलामा त यो ठाउँ बनेकै थिएन होला हामी डेटिङ बस्ने बेलामा यो ठाउँ बनेको भए म डेटिङ बस्न यहीँ आउँथेँ त्यो त कहाँ जानुहुन्थ्यो अरे के डेटिङ बस्नलाई डेटिङ बस्न हामी त हिल पार्क सुनवलको हिल पार्क भर्खर बन्दै थियो त्यहाँ गयो अनि बुटुल फुलबारी फेमस बुटुल फुलबारी अनि त्यसपछि हिल पार्क गर्लफ्रेन्ड लिएर गयो एउटा दुईटा तीनटा धेरै चाहिँ लिएर गयो यो बाटो सिधा गयो भने उते बाटो कहाँ जान्छ बाइक यसमा उ गरेको थिएन मैले छटपटे मिठो छ